दर्शकवृन्द नमस्कार। म आजको एपिसोडमा यहाँहरूलाई पर्व विशेष अन्तर्गत गंगा दशहरा पर्वको बारेमा केही चर्चा परिचर्चा र जानकारीहरू गराउन गइरहेको छु। हामी प्रत्येक वर्ष ज्येष्ठ शुक्ल दशमीलाई गंगा दशहरा अथवा दशहरो भनेर मनाउने गर्दछौं। विशेष गरी यो पर्व को दिन हामीहरूले अगति परेका अथवा कुनै पनि पितृहरू पुर्खाहरू दुर्गतिका अवस्थामा मरेका र उनीहरूको मोक्ष प्राप्त भएका छैनन् भने त्यस्ता अतृप्त आत्माहरूको मोक्ष प्राप्त होस् भनेर गंगा दशहरा पर्वमा पूजा पाठ गरेर ती अतृप्त आत्माहरूलाई मोक्ष गराउने हामीले चलन गरेका छौं र धेरै ठाउँमा भारतमा भने गंगा दशहरा सुरु हुनुभन्दा अघिल्लो दिनबाट 2 दिन गंगा दशहरा पर्व मनाउने चलन छ। यो गंगा दशहरा चलन कहाँबाट आयो भन्ने पनि शास्त्रीय जानकारी लिन जरुरी छ। विशेष गरी यो धराधाममा धरतीमा गंगा अवतरण भएको दिन गंगाको जन्मोत्सवलाई हामी गंगा दशहरा भनेर भन्ने गर्दछौं। आदिकालमा यसको कथा के छ भने राजा सगरले अश्वमेध यज्ञ गर्न इच्छा गर्नुभएछ र कुनै साइत नजुराइकन अश्वमेध यज्ञ गर्न खोज्दाखेरि त्यो यज्ञ चाहिँ सफल नगराउनु पर्ने विधि अनुसार इन्द्र भगवानले अश्वमेध यज्ञको घोडा चोरेर लैजानुभयो अथवा हरण गरेर लगेर कश्यप मुनिको आश्रम नजिकै लगेर कपिल मुनिको आश्रमसँगै लगेर छोडिदिनु भयो। अनि यज्ञको जिम्मा पाएका थिए राजा सगरका छोरा अंशुमनले अब अश्वमेध यज्ञ भइराखेको छ, घोडा नै हरायो, अश्व नै हरायो भनेपछि अश्वमेध यज्ञ त सम्पन्न हुने भयो। त्यसपछि राजाका छोरा अंशुमनले 60,000 रैती र सेना लिएर घोडा खोज्न थाले। खोज्दै जाँदाखेरि कपिल मुनिको आश्रममा साइडमा कतै घोडा बसिरहेको देखे र अनि त्यसपछि ती सँगै गएका 60,000 सेना र ती रैतीहरूले मुनिलाई चाहिँ ध्यानमा बसेका मुनिलाई चोर चोर भन्न कराउन थाले र मुनिको ध्यान भङ्ग भयो। ध्यान भङ्ग भएपछि मुनि रिसाउनु भयो र उहाँको नेत्रबाट निस्केको ज्वालाका कारण ती 60,000 रैती र सेनाहरू भस्म भए। यसरी 60,000 सेना र रैतीको भस्म भएर ती अगति परिसकेपछि ती सैन्य र रैतीहरूलाई मोक्ष दिलाउनु राजाको कर्तव्य थियो। राजाले त्यसपछि आफ्नो कार्यभार राजा सगरले कार्यभार आफ्नो नाति दिलीपलाई दिए र दिलीपले पनि भगीरथ प्रयास गरे, सारा प्रयास गरे त्यो मोक्ष गराउनलाई के हुन्छ कसो हुन्छ, तर उनी सम्भव भएन र यो जिम्मा आफ्नो छोरा भगीरथलाई दिए। भगीरथले भगीरथ प्रयासका साथ, भगीरथ भनेको ठूलो प्रयासलाई भगीरथ प्रयास भन्छन्, भगीरथ प्रयासका साथ ब्रह्माजीको चाहिँ तपस्या गर्नुभयो र ब्रह्माजी खुसी भएर वर माग भन्दाखेरि म यो 60,000 जुन रैती सहितका हाम्रा पुर्खाहरू जुन अगति परे तिनका मोक्षको लागि चाहिँ यो धराधाममा धरतीमा गंगाको अवतरण गराउन चाहन्छु भन्दाखेरि ब्रह्माजी खुसी भएर उहाँको कमण्डलुबाट जल दिन उहाँ तयार हुनुभयो र तर त्यो ब्रह्माको जुन कमण्डलबाट आउने जल छ त्यो जल प्रवाहलाई धान्न कसैले सक्दैन थियो। त्यसो भएको हुनाले ब्रह्माजीले के अनुरोध गर्नुभयो भने शिवजीलाई प्रार्थना गर, शिवजीको प्रयासले मात्रै यो गंगालाई अवतरण गराउन सक्नुहुन्छ भनिसकेपछि शिवजीको प्रार्थना गरेर शिवजी खुसी भएर ब्रह्मालाई मेरो यो जटाबाट चाहिँ पृथ्वीमा उत्पत्ति गराउनको लागि म सहयोग गर्छु, म समर्थ छु भनिसकेपछि ब्रह्माजीको कमण्डलुको पानी शिवजीको जटा हुँदै यस धरतीमा पृथ्वीमा गंगा उत्पत्ति भएको जुन दिन छ ज्येष्ठ शुक्ल दशमी, त्यसैलाई हामी दशहरा पर्वको रूपमा मान्दछौं र त्यसै दिनबाट गंगाको जल प्रवाहबाट स्नान गरेर पूजा पाठ गरेपछि भगीरथका
पुर्खाहरू र 60,000 रैती र सेनाहरूले मोक्ष प्राप्त गरेका थिए भन्ने कथाका साथ आजको एपिसोडबाट विदा माग्दछु। नमस्कार।